उड्यो यस्तो ब्रान्ड छ अरे यहाँ त मान यहीँ आउनु पर्दो रहेछ यस्तो दामी छ जानु उनीहरूलाई खोजौँ न अब ल केटीहरू अफर गरिहाल है ल के चाहिन्छ नयाँ वर्षमा तिमीहरूलाई मैले गिफ्ट दिइदिन्छु यता छ त्यही पनि एकदम दामी देखिरहेको छ है गाइजहरू आउनु होला मजाले घुमेर इन्जोय गरेर जानु होला यो चाहिँ यता सो हेर एभ्रिवान नमस्ते वेलकम ब्याक टु माई अदर भिडियो अहिले सबैजना सन्चै हुन्छ होला म पनि एकदम सन्चै छु होइन आज चाहिँ अहिले चाहिँ हामी नेपालमा आइपुग्नु होइन केटाहरू सबै सँगै छन् आज चाहिँ भएको कारणले केटाहरूले चाहिँ घुम्नु जाऊँ भने हाम्रो प्रिय मुस्लिम साथीहरू अनि उनीहरूले चाहिँ घुम्नु जाऊँ भनेर हामी चाहिँ घुम्न आइरहेछौँ अहिले चाहिँ हामी नेपालगञ्जको भाटभटेनीमा आएछौँ होइन अब यहाँभित्र के कस्तो छ अहिले देखाउँछु म हजुरहरूलाई सो यसको लागि चाहिँ के भनौँ सबैलाई हेप्पी भन्नुभएको अहिले चाहिँ अब हामी भित्र जाँदैछौँ होइन अब यहाँको माहौल देख्न सक्नुहुन्छ मान्छे टन्नै छ यो चाहिँ 2082 को लागि एकदम स्पेसल रहेछ होइन हाम्रो केटाहरू चाहिँ अझ आउँदैछन् पदम र अजिम चाहिँ आउँदैछन् अनि उनीहरू चाहिँ हेर्दा छन् सो देख्न सक्नुहुन्छ यताभित्र आज चाहिँ ईदको स्पेसलमा हामी चाहिँ भाटभटेनी आइरहेछौँ होइन यहाँको चाहिँ अब यताउति घुमेर घर जानुपर्ने हुन्छ एकछिन चाहिँ हामी चाहिँ नेपालगञ्जको फुलबारीतिर पनि जाने फुलतिर पनि जाने भन्ने सल्लाह छ र सबै यतातिर छन् होइन सो त्यही हो रमाइलो हुनेवाला छ जो पुरा भिडियो हेर्नु होला साथ गर्नु होला है त गाइस अनि हाम्रो यहाँ हिरो भनेर आइरहेछन् फेरि होइन हामीहरू घुम्न आइरहेछौँ हेर्नु सबैले लाइक यहाँ खतरा भिड छ अब गाडीहरूको पार्किङ हेर्नु छ त अनि त्यही हो दामी छ जोस भाटभटेनी भित्र चाहिँ फर्स्ट टाइम हो मेरो पहिला म आएको थिएन अब यहाँको चाहिँ सो गाइजहरू देख्न सक्नुहुन्छ होइन यहाँ चाहिँ खतरा कपडाहरू यताउति राम्रो रहेछ अनि हामी चाहिँ अब उता जाँदैछौँ केटाहरू कता हरिसक्यो 15 मात्रै छ मैले चाहिँ देख्न सक्नुहुन्छ दामी कपडाहरू होइन म चाहिँ उता चाहिँ सुजहरू रहेछ जाऊँ न हामी जुत्ता हेर्नु जाऊँ न यसो मिलाएर हामी मात्र एक रिजोर्स खतरा छ त यार अब चाहिँ यहीँ आउनुपर्छ यहाँ ए कपडा किन्न चाहिँ अब यहीँ आउनुपर्छ कपडा जुत्ता सबै एकै ठाउँबाट टक्क मजाले होइन हेर न जुत्ताहरू आउनु यस्तो ब्रान्ड छ अरे यहाँ त यहीँ आउनु पर्दो रहेछ यार अस्ति दामी छ जानु उनीहरूलाई खोजौँ न अब यो चाहिँ भाटभटेनीको तलको भाग हो होइन गाडीहरू पुरै पार्किङ गरिरहेछन् अनि उता पलतिर चाहिँ कोलपुर जाने रोड भयो अनि यता चाहिँ नेपालतिर जाने भयो आउनु होला यता सपिङ गर्न मजाले सबै तपाईँहरूलाई कस्तो मस्तोमा सबै सामान एकै ठाउँमा पाइन्छ फेरि अब हामी चाहिँ अझै माथिल्लो फ्लोरमा जाँदैछौँ होइन आज मजा आउनुवाला छ घुम्न भिडियो हाम्रो केटाहरू यता छन् होइन अब उनीहरू चाहिँ अरू खै त यता आउनु चाहिँ टक्क सेलिब्रेसनको लागि सामानहरू सबै छ यस्तो दामी छ यार जोस् मजाको छ ठाउँ चाहिँ 2082 अफर भनेर भइरहेछ होइन तल होला कि ए जाऊ ल साथीहरूसँग अगाडि हिँडिरहेछन् म चाहिँ पछि होइन यहाँ लिफ्ट चाहिँ आज बिग्रेको रहेछ कि त्यही भएर सिटदेखि हिँड्नु पर्यो नत्र लिफ्टमा हिँड्ने विचार थियो हामी चाहिँ एसी कुलरहरू टक्क होइन त्यो कभर काट्ने मेसिनहरू चटक्क छ दामी छ सिजी कम्पनीको पङ्खाहरू सामानहरू बवाल छ है यिनीहरू पनि भेट्यो यिनीहरू पनि यतै रहेछ मजा आयो
आज हाम्रो दोस्त एकदम हिरो भइराख्नु कि सो हामी चाहिँ अब यहाँदेखि तल जानुपर्ने हुन्छ होइन अनि त्यहाँदेखि हामीले चाहिँ यहाँ अलिअलि डिजल कप राख्यौँ अनि त्यहाँदेखि चाहिँ अब तल जानुपर्ने हुन्छ यहाँको चाहिँ माहौल एकदम राम्रो छ हेर्नुलाई देख्न सक्नुहुन्छ अगाडिको अगाडि यसो जे पनि पाउँदो रहेछ क्या अनि खानेदेखि लिएर बस्ने सबै पाउँदो रहेछ अनि लगाउनु सबै पाउँदो रहेछ अनि आज चाहिँ यहाँ घुमेर अनि यहाँदेखि चाहिँ हामी अटरल्यान्ड पार्क जान्छौँ अनि त्यहाँदेखि चाहिँ घर जानुपर्ने हुन्छ माया सपोर्ट देखाउनु होला भ्लग नबनाएको धेरै भएको थियो धेरै दिनपछि भ्लग बनाउँदैछु होइन त्यही हो सपोर्ट गर्नु होला है त हामी चाहिँ अब निस्किसक्यौँ यहाँदेखि चाहिँ सो त्यो आजको घुमघाम चाहिँ यस्तै भयो अब तल जानुपर्ने हुन्छ र टक्क बाइकहरू यताउति छ होइन यो चाहिँ बच्चाहरूको लागि एकदम स्पेसल छ आज चाहिँ यति नै अब तरकारी पनि पाइन्छ यता सुपर मार्केट सम्फेलिली ओ माय गॉड यस्तो मैले विदेशतिर देखिरहेको थिएँ सेम फिल भइरहेको छ अहिले चाहिँ प्राइस पनि देख्न सक्नुहुन्छ ट्याक्कै के हो यो काजु हो कि के हो यो ओ पदम टक्क चाउचाउहरू यताउति सबै पाइन्छ क्या के भनौँ अब पानीदेखि लिएर केसम्म जे खान मन लाग्छ त्यही अब तपाईँहरूलाई हरियो सागसब्जी खान मन लाग्यो भने टक्क देख्न सक्नुहुन्छ दामी र यो सागलाई चाहिँ को चिन्नुहुन्छ साथीहरू यो चाहिँ हाम्रो गाउँतिर पाइन्छ क्या खोले साग भन्छ हाम्रो चाहिँ यता लसुन प्याज भइसक्यो अनि यता भयो ओखर भयो होइन देख्न सक्नुहुन्छ भोगाल छ पपकर्न चिप्सहरू तपाईँको लागि ल हेलो गाइस दाइको च्यानलमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला हामी चाहिँ विदेशतिर आइसकेका छौँ तपाईँलाई नमस्कार अहिले यहाँ आउँदा त टक्क विदेशै आएको फिल हुने क्या अब टक्क विदेशतिर हुन्छ नि त टक्क यस्तो टाइपको डेकोरेसन देखिरहेको हुन्थेँ मैले भिडियोमा चाहिँ फर्स्ट टाइम आएर मलाई यस्तो भइरहेको होला जोस् राम्रो छ के चाहिँ हो यो टक्क मिठाईहरू दामी दामी छ अब सबै खान मन लाग्छ तर पैसा नभएर हो सर्लक्क यता चाहिँ देख्न सक्नुहुन्छ चाहिँ सेकेन्ड फ्लोर हो फर्स्ट फ्लोर अझै तल छ आप हो आप आज कति पाक्छ बे 379 रुपियाँ केजी रहेछ यस्तो खतरा छ धेरै त ओके खतरा छ यार कटहर केरा मेवा प्रति कोसा 10 दर्जन 120 ठिकै हो जताको त्यतै छ मान्छे चाहिँ यसरी किनिराखन् रेट पनि राम्रो पर्छ न फलफुल आइटमहरू यता चाहिँ टन्नै छन् होइन तपाईँहरूलाई के खान मन लाग्छ होइन टक्क अनि यता चाहिँ देख्न सक्नुहुन्छ जुसहरू क्या स्प्राइट के हो यस्तै त होला सबै यतै छ दामी छ होइन मान्छे चाहिँ यति धेरै किन्नु काजु किसमिस बदामहरू देख्न सक्नुहुन्छ एकदम मस्त मस्त छ यस्तो महँगो खानु होला होइन 1160 चल 1160 गरे 920 रुपियाँ बेच्तिर बहुत महँगो छ यार टक्क यहाँ फ्रिजमा पेप्सी डियोहरू
चाहिँ होइन यो चाहिँ कोही चिन्नु भएको छ भने कहाँ जानु लाग्यो भने सोध न यसलाई कहाँ जानु लाग्यो भने सोध न यो बोकेर जानु लाग्छ कहाँ जानु लाग्यो कहाँ त्यो लगेर कहाँ जानु लाग्यो बाइकबाट नि त्यति सानो मान्छेले यति धेरै बोकेर हिँड्ने त मेहनती रहेछ खानु भएको छ साथीहरू यसो भन्नु त बवाल हुन्छ यो मैले खाएको छु खाएको चाहिँ होइन यो चाहिँ मैले खाएको छु यस्तै टाइपको मिठाई चाहिँ मैले खाएको छु नेपालको चाहिँ होइन विदेशको हो जो मिठो चाहिँ हुन्छ यो फेरि सबै अब निस्किन्थे बाहिर कहाँ गयो टिभी हेर्नु चाहिँ टिभी पनि हेर्न पाइन्छ ओ माई गड साथीहरू हेर्नु त के मनपर्छ कि तपाईँलाई के चाहिन्छ भन्नु न के छैन जे चाहिन्छ त्यही छ हामीले सारा ट्रेनिकै खानुपर्छ यहाँदेखि लगेर त्यो खतरा छ यार यता सुँगे पनि मान्छे बेहोर हुन्छ होला सायद हुनसक्छ ल केटीहरू अफर गरिहाल है ल के चाहिन्छ नयाँ वर्षमा तिमीहरूलाई मैले गिफ्ट दिइदिन्छु यता छ यता छ यता पनि छ अनि यता पनि छ यता छ यता छ यता पनि छ जे चाहिन्छ भनिहाल ल चिन्ने सुन्दैन केटा यो लिन्छ त्यहाँ यसको प्राइस छैन कहाँ जानुपर्छ यो त्यहीँ जानुपर्छ होला हामी चाहिँ किन्ने सुन्यो होइन डक्टर भिजिटमा आएको यता चाहिँ यिनी केटाहरूसँग गएपछि गाली खाइन्छ टन्ने अहिले गाली खान्थ्यो होइन पर्फ्युम चेक गर्छौँ भन्दै हान्दै गरिरहेको छ नि यार यस्तो नि हुन्छ र सो अब चाहिँ हामी निस्किसक्यौँ होइन यहाँदेखि चाहिँ अब हामी कहाँ जानुपर्ने हुन्छ भन्दाखेरि ल कस्तो भयो केटाहरू अनि भाटबटिनीमा फर्स्ट टाइम आउँदा कस्तो भयो भनेको ल ठिक छ स्वर्ग जस्तो सबै भित्र त मजा आयो होइन अब गरिब भयो भने भित्र आउनुपर्छ अब गरिब म फेरि भित्र पुरा एकदम भित्र त एकदम चिसो एकदम मजा भइरहेको थियो अब जोस् ठिकै छ फेरि आउँला कुनै दिन हामी चाहिँ होइन वाटरल्यान्ड पार्क जाने भन्थ्यौँ अहिले त्यहाँ जान्छौँ अनि त्यहाँ अहिले चाहिँ हामी राजा एयरपोर्ट जाँदैछौँ अनि त्यहाँ चाहिँ टक्क केटाहरूले प्लेन हेर्ने रहर गऱ्यो कि त्यही भएर यसो त्यहाँ हेरिदिउँ भनेर होइन कस्तो कस्तो छ अहिले हेर्नु हामी पनि हेर्छौँ तपाईँहरूलाई पनि देखाउँछु पुरा भिडियो हेर्नु होला है त मजा आउने होला एकदम नेपालगञ्जको एयरपोर्ट चाहिँ यही हो साथीहरू टक्क देख्न सक्नुहुन्छ कुनै बेला यो एयरपोर्टमा पनि आइदिन्छ डोन्ट वरी भित्र चाहिँ जान दिन्छ कि न थाहा छैन तर हामी चाहिँ जाँदैछौँ है त हेरौँ भित्र जान चाहिँ नपाउँदो रहेछ अब चाहिँ हामी फर्किन्छ भनेर फिल्म हेर्ने सोख चाहिँ थियो अब नदेखेर भइगयो अब केही छैन हामीलाई उहाँ अङ्कलले चाहिँ नजान दिनुभयो भित्र डोन्ट वरी अहिले चाहिँ हामी नेपालगञ्ज विमानस्थलमा एयरपोर्टमा होइन अनि त्यहाँ अब एक दुई एउटा प्लेन आएको हेरेर अनि त्यहाँदेखि जानुपर्ने हुन्छ यहाँदेखि प्लेन हेर्न लाग्यो 5 मिनट भइसक्यो अहिलेसम्म देखिन्न त कतै भयो स्टार्ट खाली करी से रे बिंदे चला थोरो है अभी ओ माय गॉड साथीहरु गाइस हेर्नु पाकिस्तान को क्या है इंटरनेशनल थोरो पाकिस्तान में सारे
पत्ता हुन्न त्यही पनि उड्छ बे हावा हाल्ने अब यसलाई सिकाइदियो त एउटै त छ माथि बे तर बे यत्रो त रहेछ बे बहुत सानो रहेछ बे यो नेसनल हो नि बा स्पिड बनाउँछ कि अब उति गएर उडाइदिन्छ कि त्यता जान्छ कि त्यही त्यता त सिधा इन्टरनेसनल चाहिँ यत्रो एउटा बाङ्ला हुन्छ सो साथीहरू देख्न सक्नुहुन्छ यो चाहिँ उड्छ अब यहाँदेखि मजाले अब जान्ला है दिनेशमा जान्ला छन् अमेरिका अमेरिका अब यी रेसबाटै गयो उडाइहाल्छ कि अब यस्तो के उडाइहाल्छ कहाँसम्म सबै गेट यसको अब पछाडि आइहाल्नु तर अहिले चेकिङ छ कसले भने त्यो मात्र एउटा पहिया मात्र देख्न पाइन्छ गरे मेरो यहाँ उठके पुगा चल्छ त्यो कति टाढासम्म सबै त्यो स्पिड पनि धेरै छैन कि स्पिड पूर्णिमा देखिन्न हाम्रो कहाँ जान्छ त्यो मेरो फेरि S20 मा 10 एक्सेस हुन्छ के बेग उडावेला उडीगा की को बात उडेपछि त देखिन्छ उड्दैन त उडा रहेछ कति किलोमिटर हुन्छ यो बाटो पनि म त्यही छ साथीहरू अब चाहिँ स्पिड उडे उडे देखा हेर अलिअलि उड्यो उडेको देखिने रहन्छ के काम बोले सो देख्न सक्नुहुन्छ गाइस नेपालगञ्जको भाइरल फुल अहिले चाहिँ फुल ठिकै छ जे होस् राम्रै छ निब्बा निप्पीहरू छन् यहाँ श्री गर्लफ्रेन्ड बोयफ्रेन्डवाला कुरा भइरहेछ सो साथीहरू देख्न सक्नुहुन्छ नेपालगञ्जको भाइरल फुल चाहिँ यही हो होइन यो चाहिँ राम्रै फुलिरहेको छ जे होस् के भनौँ अहिले चाहिँ अब कोही म्याच कि उनीहरू चाहिँ पारी छन् अनि आउँदैछन् होइन यो भाइरल फुल चाहिँ यो डायमन्ड प्लेसको जस्ट यतापट्टि सर्लक्कै अगाडिसम्म छ होइन राम्रै छ फुल अहिले चाहिँ फुल झरिसकेको त्यस्तो धेरै छैन तर त्यही पनि एकदम दामी दामी देखिरहेको छ है गाइजहरू आउनु होला मजाले घुमेर इन्जोय गरेर जानु होला यो चाहिँ यता रुपरे जाने रोडमा चाहिँ डायमन्ड प्लेस होटेलको जस्ट यतापट्टि साइडमा